हेर भाइ जम्प इन्टु भन्ने साइटमा जाऊ। यहाँ जम्प इन्टु भन्ने साइट छ। यसमा भनेको चाहिँ आइएल्सको 1 देखिको 20 सम्मै छ बुक। आइएल्सको बुक हुन्छ नि त्यो फ्रीमै छ। यसमा भनेको लेटेस्ट भनेको 20 सम्म आएको छ, सबै छ। यहाँ तल तल जाने भने 1 सम्मै छ। तर तिमीले प्र्याक्टिस गर्ने भनेको ओजी प्र्याक्टिस गर्ने सुरुमा अलिकति यसमा ग्रिप बनाउने हैन। ओजी प्र्याक्टिस गर्छौ, ओजी प्र्याक्टिस सबै गर्छौ यहाँ 8 सम्म। अनि यो प्र्याक्टिस गरिसकेर अब टाइम छ भने तिमीले 12 देखिको 20 सम्म गर्छौ। टाइम छैन भने 14 देखिको 20 सम्म प्र्याक्टिस गर्छौ सबै। लिसनिङ, रिडिङ, राइटिङ, स्पिकिङ सब। अनि त्यहाँबाट लिसनिङ। अब लिसनिङमा यसमा चाहिँ के फाइदा छ भन्दाखेरि नि, जस्तै यसमा हेर यहाँ देखिहाल्यो, यहाँ स्क्रिप्ट लेखिन्छ, सबै स्क्रिप्ट देखाउँछ है के भन्नु त भनेर। जस्तै प्ले गर्यो भने Part 1. Part 1. You will hear a woman asking a friend for restaurant recommendations. हो यो भन्यो नि, अनि तिमीले यहाँ फिल गर्छौ। अब मानिलो तिमीलाई ला अब 6 को एन्सर बिर्स्यो भरे तिमीले झुक्क्यो भरे भन्दाखेरि यसमा के फाइदा छ त, बत्ती टोगल स्विच। यो अन गर्यो भने जस्तै 1 को एन्सर यहाँ रहेछ, 2 को एन्सर यहाँ रहेछ, यसरी हाइलाइट गरिदिन्छ। अनि त्यो सेन्टेन्सलाई कसरी भन्छ त्यहाँ भनेर त्यो तिमीले बुझ्न पायो। यसको फाइदा यो हो। यहाँ चाहिँ यो फाइदा छ है यसमा चाहिँ मेन। अनि बाँकी अरूको पनि त्यही हो, सबैमा छ। अरू यसमा नि छ, यसमा नि यसो गर्यो भने सबैमा देखाउँछ यसको एन्सरहरू यहाँ रहेछ भनेर देखाउँछ। अब ब्याक जाउँ। यो भयो हाम्रो लिसनिङको काम सक्यो। रिडिङमा पनि त्यस्तै छ। रिडिङको पनि यसरी अब हाइलाइट गर्छौ, प्र्याक्टिस गर्छौ हो। अब मोक टेस्ट यहाँ हेर, सिङ्गल पार्ट टाइमर। अब यसो टाइमर पनि हाल्न मिल्छ है, 20 मिनट बुझ्यौ। अब फुल टाइमर मोक टेस्ट 60 मिनट भनेको 1 घन्टा। 1 घन्टामा यो 3टा सबै सक्नुपर्छ। अब यस्तो नि छ, यो पनि गर्न पायो तिमीले हो। रियल एक्जाममा नि यस्तै हुन्छ। रङ हानु मेललाई एक्जिट हान्दिउँ अहिलेको लागि। अनि तिमीले अब यो अन गर्यो भने चाहिँ त्यसको मिनिङ, अब यो फ्लाइट यसको मिनिङ के हो, यसरी मिनिङ पनि देखाउँछ। यसमा फाइदा त्यो छ हो। फेदर्स यसको मिनिङ देखायो, बर्ड्स अफ कभरिङ हैन, यसरी देखाउँछ। फाइदा यसो। अब बुक बन्द गर, यसले के देखाउँदैन। अनि मेरो अब जस्तै 1 को 2 को एन्सर के छ तिमीले प्र्याक्टिस गर्यो भने कसरी लेख त यहाँ यसरी भन्न मिल्यो। फाइदा यसको यो छ। यो सबैमा लागु हुन्छ यसको चाहिँ फेरि। यो रिडिङको। अब राइटिङको कुरा आयो यसमै राइटिङको कुरा भनेको तिमीले केही बुझ्ने काम छैन, सिर्फ यो बुझ्ने, यो कसरी लेख त यो यसको है। यसलाई कसरी बुझ्ने, यसलाई कपी गर यहाँ पेस्ट हान, अनि यहाँ तिमीलाई देखाउँछ एनालाइसिस। जस्तै के थियो तिम्रो, के मिस्टेक भयो हैन। यहाँ आफूले गर्दा पनि हुन्छ, अनि यिनीहरूले कसरी गरौ भनेर नि हेर्दा हुन्छ। कसरी के युज गरौ, कुन चाहिँ यसको राम्रो थियो। हेर कोहेरेन्स, कोहेसन, जस्तै हाउएभर, इन कन्ट्रास्ट, लिङ्किङ इस्यु भनेको छ। यो मैले गरेको थियो, मिस्टेक भयो भनेको रहेछ हो। यसरी अनि अप्टिमाइज भर्जन लेख्छ दिन्छ तिमीलाई है। पहिला आफूले लेख्नु, अनि त्यहाँबाट यसले कसरी गर्दो रहेछ त्यो हेर्नु, त्यो गर्दा नि भयो। अब यो सबैको गर्नु। अनि स्पिकिङ भनेको यस्तो गर्ने, अनि यहाँ प्ले टाइम गर्ने अनि बोल्ने आफूले सुई कि सुई है। How much walking do you do in your daily life? कडक छ। हाउ मच वर्किङ यु डु इन यर डेली लाइफ गर। यहाँ यही क्वेसन सोधिरहेछ, तिमीले आफ्नो एन्सर गर्नु पर्यो। कसरी गर्ने, यहाँ प्ले हान्ने अनि एन्सर दिने, अनि उसले एनालाइज गरेर दिन्छ ब्याक। यो काम सक्यो। अब रह्यो उसको कुरा। त्यो अघि अस्ति मैले त्यो के अरे रिडिङको उयो दिन्छु भनेको थिएँ मैले, कहाँबाट रिडिङ आउँछ भनेर। यो यहाँबाट आउँछ है, miniielts.com भनेको रिसेन्टमा भएको एक्जामहरू आउँछ यसमा। जस्तै लिसनिङ छ भने हेर यहाँ के लेखिरहेछ, रिसेन्ट एक्चुअल टेस्ट भनेर दिएको छ नि। यो रिसेन्टमा सोधेको हो यो सब। यो कहाँसम्म छ यो, यहाँसम्म रहेछ। यो रिसेन्ट एक्चुअल टेस्ट यिनीहरू आएको रहेछ। ड्राइभिङ लाइसेन्स इन युके के हो यो, यहाँबाट आउँछ। रिडिङको मलाई क्वेसन कुन सोधेको थाहा छ, यो यनिङको सोधेको थियो। फोटोकपी यही क्वेसन आएको थियो, यही फोटोकपी यही क्वेसन थियो यही।
पुरै यही थियो। अब त्यतिखेर हेरिएन, यतिकै गइयो, जत्मै भयो, राम्रै भएन। ल ठिक राम्रो भएन भन्दा नि ठिकठाक आयो, नभए यो गरेर प्र्याक्टिस गर्नुपर्ने रहेछ, त्यतिखेर थाहा पाएँ मैले। अब यहाँ क्लिक गर्ने, रिसेन्ट एक्चुअल टेस्ट गर्ने, क्लिक हानेर ड्याङ कि ड्याङ यहाँबाट नि सबै प्र्याक्टिस हान्ने, सुइँका सुइँ कन्टिन्यू। यो कति पेज छ? तिमीले बरु यसको यो टेस्ट यो जम्प इन्टुको बरु रिडिङको साटो, तिमीले बरु लिसनिङ त प्र्याक्टिस गरै गर होइन। राइटिङको पनि हेर, राइटिङको यहाँ 2 पनि छ, 1 मात्रै होइन 2 पनि छ। 2 पनि कसरी, यहाँ चाहिँ खतरा लेख्छन् यिनीहरूले आन्सर। यस्तो खतरा लेख्न सकिँदैन, जे भए पनि यस्तो बेसिक खालको लेखेर सबमिट गर्नु। फेरि यसमा डाउन नलिनु, फेरि 5 आयो 4 आयो भनेर यो खतरा उयो एआईले गरेको। यो फेरि यसमा तिम्रो 6 आयो भने त्यहाँ त तिम्रो 7 त कन्फर्म हो। फेरि त्यस्तो खतरा छ यो, 7 होइन 8 आउँछ होला, त्यस्तो खतरा चेक गर्छ। अनि बाँकी रह्यो हाम्रो यहाँ हो यो रिडिङ प्र्याक्टिस गर बरु। त जम्प इन्टुबाट लिसनिङ प्र्याक्टिस गर, एन्सर फाइन्ड गर्न सजिलो हुन्छ, त्यसको लागि सजिलो हुन्छ। एन्सर फाइन्ड गर्नु त अघि बत्ती टोगल गरेर एन्सर फाइन्ड गर्नु सजिलो भयो। अनि यहाँ रिडिङको योबाट पुरै प्र्याक्टिस गरेर यहीँबाट सोधेको थियो है क्वेसन, मलाई यहीँबाट यही क्वेसन सोधेको थियो, यही रिसेन्ट एक्जाम भनेर सोधेको छ, यही एक्जाममा सोधेको थियो मलाई। बाँकी रह्यो नेक्स्ट। अब अलिक अलिक कस्तो भन्दाखेरि यो पनि छ आइएल्स वर्डली। अब 30 डेजको टार्गेट राख्छु अनि 0बाट सिक्छु भन्दा चाहिँ यो हो। यो चाहिँ पालै पिलो सिकाउँछ, लेसन 1 लेसन 2 लेसन 3 4 5 गर्दै बिस्तारै सिकाउँछ। यहाँ चाहिँ यहाँ दिन गन्दै सिकाउँछ है, ट्रिक्सहरू सिकाउँछ, कसरी लेख्ने यसरी। टु एक्सपेन्सिभ, वे ओभर बजेट, हेर सिमिनम यसरी यसरी लेख्नुपर्छ भनेर सिकाउँछ है। यस्तो लिसनिङहरू कसरी गर्ने, कस्तो हुन्छ, एक्जाम डे एक्जिक्युसन स्ट्राटेजी यस्तो यस्तो लेख्छ। सुरुदेखि सिकाउँछ है, सुरुदेखि मजाले सिकाउँछ। यहाँ चाहिँ यो भनेको डे 1 देखि डे 30 सम्म तिमीलाई प्रिपेरेसन भयो। त्यो बुक जस्तो यसरी टोटल स्कोर आउट अफ 40 हुन्छ। यो ब्यान्ड यसरी कन्भर्ट हुन्छ। 6 भनेर ब्यान्ड 6 भनेको 23, 7 भनेको 30 करेक्ट हुनु पर्यो, 8 भनेको 35 बाट करेक्ट हुनु पर्यो है। यसरी हुन्छ है। यो लिसनिङ टेस्ट फर्मेट भनेर लेखेको छ। 2 मा के लेखेको छ, रिडिङ टेस्ट फर्मेट। हेर के छ रुल्सहरू, 0बाट सिकाउँछ यसले। यो पनि सिक्दा भयो। तल जाने डाउन, यहीँ 120 प्लस आइएल्स प्र्याक्टिस टेस्ट भनेर लेख्छ। फ्री आइएल्स लेसन्स एन्ड टिप्स भनेको छ। वा चाहिँ युट्युब पनि छ यिनीहरूको, जहाँबाट सुरु गर्दा नि भयो। यहाँबाट पनि टेस्ट लिँदा पनि हुन्छ, स्पिकिङ टेस्ट। यसरी क्वेसन सोध्छ है क्यु कार्डहरूको पनि भयो। त्यो पिडिएफ मैले पठाइदिएको पनि हेर। अनि यो च्यानल भने मैले आइएल्स राइटिङ 2 को भनेको यो फुल हेरेको थिएँ। यो 28 वटा भिडियो छ प्लेलिस्ट, फुल हेरेको थिएँ मैले। यो भने राम्रो मार्क्स आउँछ। अनि स्पिकिङ मैले यसको लिङ्क पनि पठाइदिएको छु होला। पार्ट 2 भनेर लेख्ने, यसले नै सिकाउँछ। यहाँ कहाँ गयो, यो होला आई थिङ्क यही होला। पिपिएफ मेथड भन्छ, पास्ट प्रेजेन्ट, यही हो यो चाहिँ हो। यो हेर्नु, स्पिकिङ पार्ट 2 यो हेर्नु, 30 मिनटको। यो भइहाल्छ, तिमीलाई काम भइहाल्छ यो हेर्ने बित्तिकै। नेक्स्ट, अब यो भयो, यो पनि खतरै छ। यो साइडमा भनेको आइएल्स अपडेट एन्ड रिसेन्ट एक्जाम। हेर यहाँ नाम पढ, आइएल्स अपडेट एन्ड रिसेन्ट एक्जाम भनेको चाहिँ यहाँ भर्खर भएको एक्जामहरूको देखाउँछ। जस्तै जुन 20 मा के क्वेसन सोधेको छ त यहाँ हेर, यो देखाउँछ है, पुरै इन्डियामा सोधेको रहेछ। यसरी सोध्छ है। अनि हेर रिसेन्ट एक्जाम्स, आइएल्स रिसेन्ट एक्जाम एक्चुअल टेस्ट होइन, यसरी चट्टसँग देखाउँछ कुन देशमा के सोधेको थियो भनेर। हेर यहाँ पुरै लिस्ट दिन्छ है।
स्पिकिङ पनि छ होला यहाँ, स्पिकिङको पनि कहिले के सोध्दा रिसेन्ट स्पिकिङ टेस्ट क्वेसन हेर जुनमा, जुन भनेको अहिलेको 2026 यस्तो क्वेसन सोध्छ, वाट इज यर फुल नेम होइन, आइडी साइडी देखाऊ पुरै, हाउ अफन डु यु टेक अ रेस्ट भनेर सोध्छ। अनि पार्ट 1 पार्ट 2 न्युजिल्यान्डमा यो सोधेको रहेछ, साउथ अफ्रिकामा यो सोधेको रहेछ, अस्ट्रेलियामा यो सोधेको रहेछ, सुडानमा यो सोधेको रहेछ। यसरी देशअनुसार पनि भनिदिन्छ यहाँ यो साइटमा, यसरी भन्छ। यो रिसेन्ट हो है, फेरि रिसेन्ट हो, अहिले अस्ति भर्खर सोधेको जसरी जुन भनेको छ, जुनको लागि नै जस्तै भोकाबुलरी पनि छ। अब यहाँ हेर्नमा लागि हेर, मेन कुरा भनेको त्यो हेर्दा भयो प्र्याक्टिस गर्नको लागि। यहाँ त केही छैन, बाँकी रको यही भयो। अब फाइनल कुरा भनेको डिस्कर्ड हुन्छ। यो डिस्कर्ड भनेको आइल्स प्रेप भन्ने एउटा डिस्कर्ड सर्भर छ, यसमा जाने इन्भाइट टु अ सर्भर, यो छोडिदिउँ, आइल्स प्रेप भनेर अनलाइनमा हान, एकैचोटि आइहाल्छ सर्भरमा। अनि त्यहाँबाट तिमीले कहाँ जाने भनेको आइल्स सेड्युलमा जाने, यसो सिफ्ट हान्ने, सिफ्ट थिच्ने, @ गर्ने। यो की बाइन्डिङै बिग्रेछ त हो, स्पेस स्पेस नेपालीमा स्पेस SPEA स्पिकिङ पार्टनर SPEA हेर यसो आयो नि। अनि यहाँ क्लिक हान्ने, अनि एभाइलेबल छ कोही भन्ने, इन्टर हानिदिने। अनि त्यहाँबाट नि म एभाइलेबल छु भन्छ कसैले, अनि त्यहाँबाट यहाँ तल जाने, नभए त्यो पनि गर्नु पर्दैन, यहाँ एकछिन बसिदिने, स्पिकिङ पेयरमा एकछिन बसिदिने, यहाँ क्लिक हान्दिएर कोही मान्छे आइहाल्छ, तिमीले एक्सन गर्न थालिहाल्छ। यो भयो काम हो। अब होइन, अब स्पिकिङको लागि अर्को पनि छ है, हाम्रो टेस्ट स्कोर यहाँ छ। टेस्ट स्कोर भन्ने साइटमा जाने, साइटमा गएर लगइन गर्ने। लगइन गरिसकेपछि यहाँ पनि छ लिसनिङ छ, यहाँको चाहिँ लिसनिङ अलिक फास्ट हुन्छ, अलिक क्विक हुन्छ। यो प्र्याक्टिस गर भने झन् खतरा भयो, तिमी अलिक फास्ट हुन्छ। यहाँबाट भनेको स्पिकिङ गर्ने हो, तिमीले प्र्याक्टिस गर्ने। रिभ्यू त्यहाँ के प्र्याक्टिस भन्ने लेखेको हुन्छ तिम्रो केसमा चाहिँ हो। अनि त्यहाँबाट यस्तरी क्वेसन सोध्छ, रिटेक गर्यो, मैले चाहिँ रिटेक गर्छु होइन, लर्न मोड कि एक्जाम मोड, होइन लर्न मोड गरौँ अहिलेको लागि, स्टार्ट एक्जाम गरौँ, यहाँ कन्टिन्यू हानिदियो, स्टार्ट टेस्ट के भयो। सोनै गरेन त, ल छोडिदिउँ यो, जे नि त्यसरी थिचेर गर्नु है। ए भयो, यहाँ प्ले गर्दा हुन्छ, यसरी क्वेसन सोध्छ यसले, खै त बिटक, जे नि त्यसरी क्वेसन सोध्छ है। यहाँ क्वेसन सोध्छ त्यसले, चलेन मेरो यो, पैसा नतिरेर होला। नयाँ एकाउन्टमा चाहिँ टाइम दिन्छ, खोइ कति समय दिन्छ, त्यसले चलाउन मिल्छ। जस्तै यहाँ अपग्रेड भन्न थालेछ, यहाँ प्र्याक्टिस देखायो नि, एक्जाम मोडै हानिदिउँ न त, ल कन्टिन्यू, स्टार्ट भएन त छोडिदिउँ, यो हुन्छ होला, तिम्रोमा चाहिँ हुन्छ होला। ल यति हो है कसरी प्रिपेयर गर्ने भनेर, अरू केही छ भने भन्नु।